मार्च 8, 2014 स्थानीय समयअनुसार रातको 12:41 बजे क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियन एयरलाइन्सको फ्लाइट MH370 बेइजिङको लागि आकाशमा उडान भर्छ। 227 यात्रु र 12 जना चालक दलका सदस्य थिए। 153 जना चिनिया नागरिक र 50 मलेसियन पनि थिए, अनि अरू विभिन्न राष्ट्रका नागरिकहरू। 52 वर्षका कप्तान चाहरी अहमद शाह पाइलट थिए भने सह पाइलट 26 वर्षका फरिक अब्दुल हमिद थिए। बाँकी 10 जना क्रू सदस्य सबै मलेसियन थिए। 6 घण्टा 30 मिनेटको यात्रा सुरु भयो। सबै कुरा सामान्य नै देखिन्थ्यो। रातको 1:19 कप्तानको अन्तिम रेडियो सन्देश आयो, गुड नाइट मलेसियन 370। त्यसको 2 मिनेटपछि 1:21 मलक्का स्टेट नजिकै विमान एकाएक राडारबाट गायब भयो। कुनै सङ्कटको सन्देश थिएन, कुनै सङ्केत थिएन, बस सम्पर्क टुट्यो। त्यसपछि विमानले कहिल्यै कसैसँग सम्पर्क गरेन र त्यसपछि सुरु भयो आधुनिक इतिहासकै सबैभन्दा ठुलो रहस्य।